तिम्रो नाम के हो? तिम्रो गाउँ कहाँ हो?
अलिकति मैले शुभकामना मन्तव्य राख्न चाहे। सुन्दरबजार नगरपालिका वडा नम्बर नगरपालिकाका मेयर प्रमुख र आजको यस कार्यक्रमको प्रमुख अतिथि उहाँ आफ्नो कार्यव्यस्तताको कारणले गर्दा यहाँबाट छिटो जानुपर्ने भएको हुँदा उहाँलाई यस सुन्दरबजार तमु समाजले आयोजना गरेको तमु ल्होसारको पावन उपलक्ष्यमा 20 शब्द शुभकामना राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रमका सञ्चालक आदरणीय उत्तम गुरुङज्यू, नेपालीहरूको महान पर्व तमु ल्होसारको यो गरिमामय दिनमा सुन्दरबजार नगरपालिकाको केन्द्रमा बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीहरू, विशेषतः गुरुङ समाजद्वारा आयोजित यस तमु ल्होसार पर्वको यस विशेष कार्यक्रमका आदरणीय सभापतिज्यू, आमन्त्रित अतिथि, सुन्दरबजार नगरपालिका वडा नम्बर 7 का आदरणीय वडा अध्यक्षज्यू, अन्य आमन्त्रित अतिथिगणहरू, पत्रकार मित्रहरू, विशेषतः आजको यस कार्यक्रममा शरीक रहनुभएका आदरणीय बुबाहरू, आमाहरू, दिदीहरू, बहिनीहरू, दाजुहरू, भाइहरू, सबैमा सुन्दरबजार नगरपालिका परिवारको तर्फबाट र म नगर प्रमुखको तर्फबाट यहाँहरू सबैमा यो ल्होसार पर्वको मङ्गलमय शुभकामनाका साथ नमस्कार टक्राउन चाहन्छु। नमस्ते। आज नेपालभरि हर्ष उल्लास छाएको छ। नेपाली धरतीको विशिष्ट भागमा ओगटेर बस्नुभएका, विशेष त यो गण्डक प्रदेशमा रहनुभएका आदिवासी जनजातिहरू, जो यो भूगोलको हिजोदेखिको संरक्षक पनि हो, यो भूगोलको मालिक पनि हो, अत्यन्त वैभवशाली कला, संस्कृति, रीतिरिवाज, पहिरनले सुशोभित यो गुरुङ समुदाय आफैमा नेपाल र नेपालीहरूलाई विश्व जनमतमा चिनाउने एउटा यो मुलुकको पहिचान, यो मुलुकको वीरतालाई विश्वमा चिनाउने एउटा जातिको रूपमा चिर परिचित जाति गुरुङ जाति हो, गुरुङ समुदाय हो। यो गुरुङ समुदायको अत्यन्त महत्त्वपूर्ण ल्होसार पर्व, जसलाई हामी सालको फिरावट पनि भन्छौँ, आज चरा वर्गले विदाई पाएर कुकुर वर्गमा हामी पदार्पण गर्दैछौँ। आजको यस पावन दिनमा यहाँहरू सबैको परिवारमा सुख शान्ति र समृद्धिले छाओस्। म फेरि पनि आजको यस पर्वको पूर्व सन्ध्यामा यहाँहरू सबैमा हार्दिक शुभकामना, शुभेच्छा प्रकट गर्न चाहन्छु। मलाई अत्यन्त खुसी लागेको छ नगरवासीहरूको तर्फबाट आजको यो विशेष पर्वमा नगर प्रमुखलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेर शुभकामनाका 2 शब्द राख्ने जुन अवसर प्रदान गर्नुभएको छ, फेरि पनि तपाईहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। वास्तवमै तपाईहरूको
लोगोमा तपाईहरुको ब्यानर अत्यन्त महत्त्वपूर्ण कुरा लेखिएको छ। मैले सरसर्ती ब्यानर हेर्दै गर्दा यहाँ लेखिएको सार तत्त्व शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भनिएको छ। यो शाश्वत कुरा हो। वास्तवमा हामी हिन्दू धर्म मान्ने मान्छेहरू, हामी बौद्ध धर्म मान्ने मान्छेहरू, हामी ओमकार परिवारमा संलग्न भएका मान्छेहरूको सबैभन्दा ठुलो शास्त्र नै हो। यो शास्त्र, यो धर्म संस्कृति, यसले हामीलाई नैतिक बन्धनमा बाँधेको हुन्छ। यसले हामीलाई संस्कार सिकाएको हुन्छ। त्यो संस्कारले संस्कृति सिकाउँछ, त्यो वास्तवमै हो। र त्यो संस्कृतिले सभ्यताको जन्म दिन्छ। यदि शास्त्र हरायो भने, संस्कार र संस्कृति हरायो भने मानव सभ्यता हराउँछ। यो मूल मन्त्रलाई अंगीकार गर्न सकियो भने वास्तवमै हामीले मानव समाजलाई अति सभ्य समाजको रूपमा हामीले अगाडि बढाउन सक्छौं। आज हामीले विभिन्न कुराहरू गर्दै गर्दा सबैभन्दा ठुलो कुरा के हो भने मानव धर्म हो। हामी मानव रक्षाको निमित्त, मानव धर्मको निमित्त, मानवीय जीवनलाई सुख र सुविधा सम्पन्न बनाउनको निमित्त हामी अहोरात्र विभिन्न किसिमका क्रियाकलापहरू गर्दछौं। हामीले भन्ने गरेका विकास निर्माणका कुराहरू पनि हाम्रो मानवीय जीवनलाई सुख सम्पन्न बनाउनको निमित्तै हो। हाम्रो मस्तिष्कलाई अरु तिखार्नको निमित्त नै हो। र हामी मानवीय धर्ममा अरु अगाडि बढ्नको लागि नै हामीले यी कुराहरू गरिरहेका छौं। त्यसकारण हामी के चाहन्छौं भने यो मुलुक सयौं थुङ्गा फूलहरू फुल्ने एउटा सुन्दर फुलबारी हो। आज तमुहरूको विशेष पर्व तमु लोसार मनाइएको छ। यी लोसारहरू विभिन्न जातिहरूले पनि मनाउने गर्दछन्। त्यसरी नै अन्य जातिहरूका, अन्य धर्मावलम्बीहरूका पर्वहरू पनि यो मुलुकभित्र मनाइन्छन्। यी सबै पर्वहरू नेपालीहरूकै पर्वहरू हुन्। हामी जहाँ जन्मिए पनि, हामी जुन भाषा बोले पनि, हामी जुन जातमा सम्बद्ध भए पनि आखिरमा हामी नेपालीहरू हौं। हामी एउटा ठुलो बगैँचाका, नेपाल रूपी बगैँचाका थरी थरीका रंग भएका फूल जस्तै हौं। हाम्रो राष्ट्रिय गानले पनि भनेको छ हामी सयौं थुङ्गा फूलका एउटै माला नेपालीहरू हौं। ती सबैले आफ्नो फुलबारीभित्र फुल्न पाउने हामी सबैको अधिकार हो। त्यो संविधानले पनि प्रदत्त गरेको छ। अब हामीले हाम्रा धर्मका कुराहरू, हाम्रा संस्कारका कुराहरू, हाम्रा शास्त्रका कुराहरू, हाम्रा पहिचानका कुराहरूलाई मर्न दिन हुँदैन। हामी यति ठुलो लडाई, पहिचानको लडाई लडिरहेका छौं। आज सबैको पहिचान संविधानले स्थापित गरेको छ। संविधानले स्थापित गरेको मूल्य र मान्यतालाई आधार मानेर हामीले एउटा आफ्नो पहिचान प्रयोग गर्दै गर्दा अर्काको पहिचानलाई पनि बुझ्ने गरौँ। हामी भित्र रहेको धार्मिक एउटा सहिष्णुता, जातीय सहिष्णुता यो अत्यन्त मौलिक कुरा हो र नेपालीहरूको सम्पत्ति हो। हामीले एकले अर्कालाई गर्ने सम्मान यो नेपालीहरूको धर्म पनि हो र नेपालीहरूको मर्म पनि हो। यो कुरालाई हामीले कहिल्यै पनि मर्न दिनु हुँदैन। म तपाईहरुलाई के भन्न चाहन्छु भने म तपाईहरुले बोलाएकै समयमा आउन सकिन। म भर्खर हाम्रो वडा नम्बर 10 भुसेनीको माथि एउटा गुम्बा, नयाँ गुम्बा बनाइएको छ। त्यहाँ पनि यस्तै कार्यक्रम सञ्चालन थियो। म त्यो कार्यक्रममा बिहान गएर 10 बजेपछि गएर 1-2 घण्टा बसेर आउँदा ढिला भयो र म भुटेवाडामा पनि जानुपर्ने भएको छ। तपाईहरुको समाजलाई मैले नगरपालिकाको तर्फबाट हाम्रो नगर परिवारले कस्तो किसिमको सहयोग गर्नु पर्दछ, अहिले यो भवनको सवालमा रकम अलिकति थोरै भयो भन्ने कुरा उठेको रहेछ। ठीक छ, यसै वर्ष केही थप सम्बोधन गर्न सक्ने अवस्था रहला, त्यसमा पनि म केही कुरा राख्न चाहन्छु। र आगामी वर्षहरूमा पनि अत्यन्त सम्पन्न तपाईहरुको यो भवन धेरै पटक हामीहरूले पनि प्रयोग गरेका छौं। धेरै नगरमा हुने कार्यक्रमहरूमा यो भवनमा सञ्चालन गरिन्छन्। यो तपाईहरुले निर्माण गर्नु भएको छ। यो तपाईहरुको मात्र होइन, यो सिङ्गो नगरपालिकाको सम्पत्ति हो। यसको व्यवस्थापन गर्ने, यसलाई सुदृढीकरण गर्ने
यसको स्तर उन्नति गर्ने, यसलाई सुविधा सम्पन्न बनाउने जिम्मा हामी सबैको हो। त्यस कार्यमा नगरपालिकाले विशेष योगदान पुर्याउनेछ। म आजको यस पावन अवसरमा आफ्नो तर्फबाट प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु र तपाईहरुको यो पर्व अत्यन्त सभ्य र भव्य रूपमा सम्पन्न रहोस्। फेरिका दिनहरुमा पनि तपाईहरुको पर्वमा हामी आफ्नै पर्व सम्झेर शरीक हुने अवसर प्राप्त गरौं। यही यो सन्देश तपाईहरु समक्ष राख्दै फेरि पनि तपाईहरुको यो महान पर्वको अवसरमा हरेक परिवारभित्र सुख शान्ति र समृद्धि प्राप्त होस्, यही शुभकामना दिन चाहन्छु र आफ्ना भनाइहरु अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद। आजको यस तमुल अवसर कार्यक्रमको प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख श्री जनकराज मिश्रज्यूले आफ्नो शुभकामनाका सन्देशहरू राखिसक्नु भएको छ र उहाँ अर्को विशेष कामको लागि, अर्को कार्यक्रमको लागि उहाँ जानुपर्ने भएको हुनाले उहाँ यहाँबाट बिदाई हुनु गइरहेको छ। उहाँलाई सबैले ताली बजाएर एकचोटि बिदाई गर्नलाई म हार्दिक अनुरोध गर्दछु र उहाँको भनाइलाई सहज रूपमा म यहाँ राख्न चाहन्छु। नगरपालिकाको प्रमुखको हैसियतले उहाँले यस समाजलाई र यो संस्थालाई जुन किसिमको सहयोग गर्ने जुन बाधा गर्नुभएको छ र भोलि आउने भविष्यमा यसलाई साकारको रूपमा लिनेछ भने भनाइराख्दै हुनुहुन्छ। हाम्रो बुबा हुनुहुन्छ, हाम्रो आमा हुनुहुन्छ, उहाँले यस संस्थालाई आफ्नो मनबाट सहयोग गर्नुभएको छ। म उहाँलाई यहाँ नाम बोलाउँछु र उहाँलाई सम्मान गरिदिनको लागि म यस समाजको अध्यक्ष र यस कार्यक्रमको सभापति रामबहादुर घरेजुलाई म हार्दिक अनुरोध गर्दछु र उहाँलाई सहयोग गरिदिनको लागि आमा समूहको अध्यक्ष श्री चन्द्र कुमारी गुरुङज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। म उहाँहरूको नाम सुनाउन गइरहेको छु। ज्येष्ठ नागरिक चन्द्र दादा अक्रम सिंह गुरुङ 10,500 दिनुभएको छ। उहाँलाई मुडी धन्यवाद। एकचोटि सबैले ताली बजाइदिनु होला। उहाँले 10,005 रुपियाँ प्रदान गर्नुभएको छ यस संस्थालाई, यो समाजलाई। उहाँलाई मुडी धन्यवाद र उहाँलाई सम्मान गरिदिनुमा हार्दिक अनुरोध छु। यसै गरी ज्येष्ठ नागरिक सन्तमया गुरुङ आमाले पनि 10,005 रुपियाँ दान गर्नुभएको छ। उहाँलाई पनि म सम्मान गर्नमा हार्दिक अनुरोध छु। उहाँलाई यहाँ मनसम्म ल्याइदिनु म हार्दिक अनुरोध गर्दछु। सन्तमया गुरुङ उहाँले पनि 10,005 रुपियाँ दिनुभएको छ, ज्येष्ठ नागरिक। यसै गरी ज्येष्ठ नागरिक कौमया गुरुङ उहाँले 10,050 रुपियाँ दिनुभएको छ। सन्तमया गुरुङ ज्येष्ठ नागरिक कौमया गुरुङ उहाँले 10,050 दिनुभएको छ। उहाँलाई पनि सम्मानको लागि म हार्दिक अनुरोध गर्दछु। र यसै गरी सरस्वती गुरुङ प्रेमबहादुर गुरुङको छोरी हुनुहुन्छ, जो सामुदायिक विद्यालय आदर्श बाल उच्च माविबाट एसएलसी अथवा ईएसएस मा पास गरी आदर्श उच्च माविमा कमर्स विज्ञान कृषि विज्ञान 3 वर्ष अध्ययन गर्न लमजुङ जिल्लामै प्रथम तहमा नाम निकाल्नु सफल हुनु भएको र 3 वर्ष छात्रवृत्ति पनि प्राप्त गर्नु गरेको खुसियालीमा सम्मानको प्रगतिको लागि रु 5,500 प्रदान गर्नुभएको छ। उहाँलाई पनि यस मञ्चमा आइदिनलाई म हार्दिक अनुरोध गर्छु र उहाँलाई सम्मान गर्नको लागि हाम्रो समाजको अध्यक्ष श्री रामबहादुर घरेजुलाई र आमा समूहको अध्यक्ष श्री चन्द्र कुमारी गुरुङज्यूलाई हार्दिक अनुरोध गर्छु। प्रेमबहादुर गुरुङको छोरी सरस्वती गुरुङ
बहिनी सरस्वती गुरुङ तपाईँ छिटोभन्दा छिटो स्टेजमा आइदिनु होला। र सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु र उहाँको बाबा आमाद्वारा खुसियालीमा 5005 रुपियाँ पनि दान गर्नुभएको छ। बाबा आमालाई पनि म धन्यवाद दिन चाहन्छु। हाम्रो अर्को कार्यक्रमको प्रस्तुति छ। यो समाजमा 80 वर्ष पुरा भइसकेको हाम्रो ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। तदनुसार म उहाँहरूको नाम बोलाउन चाहन्छु। आदरणीय ज्येष्ठ नागरिक बाबा आमा, तपाईहरू छिटोभन्दा छिटो स्टेजमा आएर सम्मान ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्छु। सम्मान ग्रहणको लागि म यसै कार्यक्रमको सभापति र तमु समाजका अध्यक्ष सुध रामबहादुर घलेजुलाई हार्दिक अनुरोध गर्दछु। आमाको नामले म भन्न चाहन्छु, जगुमाया गुरुङ, आमा जगुमाया गुरुङ, तपाईँ छिटोभन्दा छिटो स्टेजमा आइदिनु होला। जगुमाया गुरुङ, त्यसै सुनसरी गुरुङ, जगुमाया गुरुङ, सुनसरी गुरुङ, सुखमाया गुरुङ, ज्येष्ठ नागरिक आमाहरू जगुमाया गुरुङ छिटोभन्दा छिटो स्टेजमा आइदिनु होला। सुनसरी गुरुङ, सुखमाया गुरुङ, हनसिंह गुरुङ, बाबा हनसिंह गुरुङ, पार्वती गुरुङ, पार्वती गुरुङ, पुनाबहादुर गुरुङ, बाबा पुनाबहादुर गुरुङ, फेरि पार्वती गुरुङ, चन्द्र गुरुङ, भीमबहादुर गुरुङ, भवि गुरुङ, उडा गुरुङ, उडा गुरुङ, कृष्णमाया गुरुङ, अक्रम सिंह गुरुङ, सन्त बहादुर गुरुङ, हवलदार मन बहादुर गुरुङ, बिनी गुरुङ, दिलमाया गुरुङ, गौमाया गुरुङ, सन्त बहादुर गुरुङ सन्त माया गुरुङ चाहिँ अफगान सिंहको म हिजो चिबादिन दाइले सन्त माया गुरुङ सन्त हान मैले हिजो चिबादिन सन्त माया गुरुङ, सन्त बहादुर माया हो सन्त माया म फेरि पुनः नाम बोलाउन चाहन्छु। जगुमाया गुरुङ, आमा जगुमाया गुरुङ छिटोभन्दा छिटो आइदिनु होला। सुनसरी गुरुङ, आमा सुनसरी गुरुङ, सुखमाया गुरुङ, आमा सुखमाया गुरुङ, हनसिंह गुरुङ, बाजे हनसिंह गुरुङ, पार्वती गुरुङ, आमा पार्वती गुरुङ, पुनाबहादुर गुरुङ, बाबा पुनाबहादुर गुरुङ, फेरि पार्वती गुरुङ, अर्को फेरि है पुनः पार्वती गुरुङ, चन्द्र गुरुङ, चन्द्र गुरुङ, भीमबहादुर गुरुङ, बाबा भीमबहादुर गुरुङ, भवि गुरुङ, भवि गुरुङ, उडा गुरुङ, आमा उडा गुरुङ, उहाँको छोरा छोरी अथवा भाइ छोरा बुहारीले सहयोग गर्नु होला। उडा गुरुङ, कृष्णमाया गुरुङ, आमा कृष्णमाया गुरुङ, अक्रम सिंह गुरुङ, अक्रम सिंह गुरुङ, सन्त बहादुर गुरुङ, बाबा सन्त बहादुर गुरुङ, बिसकौरी गुरुङ, आमा बिसकौरी गुरुङ, खोइ आदरणीय बाबा आमा दाजुभाइ दाजुभाइ ज्येष्ठ नागरिक भनेको हाम्रो भगवान हो। भगवान स्वरूप हाम्रो बाबा आमालाई
ताली बजाएर स्वागत गरिदिनु हार्दिक अनुरोध गर्दछु। अगाडि बढेर हाम्रो भगवान हुन्। खानु किसानहरूको क्या उहाँको बाबा आमा यहाँ आज उपस्थिति नहुनु भएको कारणले गर्दा उहाँको सुपुत्री बहिनी उमा देवी गुरुङलाई यस मञ्चमा मामन्त्रण गर्न चाहन्छु र उहाँलाई सम्मान गर्नको लागि म हार्दिक अनुरोध गर्छु। म फेरि पुनः अर्को कार्यक्रम प्रस्तुति गर्न गइरहेको छु र हामी प्रमुख समाजले वर्षमा एकचोटि तत्काली भलिबल प्रतियोगितामा हाम्रो 6 टिम रहेको थियो टोल स्तरीय र फाइनलमा टोल नम्बर 3 र टोल नम्बर 4 टोल नम्बर 3 र 4 फाइनल प्रतियोगितामा प्रवेश गर्नुभएको थियो र त्यसमा त्यस टिममा दोस्रो स्थान विजय हासिल गर्ने टोल नम्बर 4 का चीफ क्याप्टेन मनवीर गुरुङज्यूलाई यस मञ्चमा आएर आफ्नो टिमको दोस्रो पुरस्कार लिइदिनको लागि म हार्दिक अनुरोध गर्छु। भलिबल खेलमा उपविजेता दोस्रो नम्बरमा जित्नु भएको टोल नम्बर 4 का टिम क्याप्टेन मनवीर गुरुङलाई धन्यवाद दिन चाहन्छौँ। ताली बजाइदिनु होला। त्यसै गरी भलिबल खेलमा प्रथम पुरस्कार हासिल विजेता टोल नम्बर 3 का टिम क्याप्टेन गोरे गुरुङलाई मञ्चमा आएर टिम क्याप्टेन गोरे गुरुङ यहाँ उपस्थिति हुनु नभएकोले गर्दा उहाँको नेक्स्टमा दाइ दलबहादुर गुरुज्यूलाई पहिलो पुरस्कार ग्रहण गर्नलाई म हार्दिक अनुरोध गर्छु। ताली बजाइदिनु होला। टोल नम्बर 3 टिम क्याप्टेन सबैले ताली बजाइदिनु होला। त्यसै गरी हामीले आमा समूहको म्युजिकल चेयर अर्थात् कुर्सी घुमाई खेलको पनि हामीले खेल खेलाएको थियौँ। त्यस खेलमा हामीले म्युजिकल चेयर अर्थात् कुर्सी घुमाई खेल खेलाएको थियौँ। त्यसमा टोल नम्बर 6 का बहिनी उपविजेता श्री बाला गुरुङलाई पुरस्कार ग्रहण गर्नलाई म हार्दिक अनुरोध गर्छु। ताली बजाइदिनु होला। सबैले ताली बजाइदिनु होला। त्यसै गरी कुर्सी घुमाई खेलमा अर्थात् म्युजिकल चेयरमा प्रथम हुने टोल नम्बर 1 को विजेता बहिनी उमा गुरुङलाई प्रथम पुरस्कार ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। ताली बजाइदिनु होला। उमा गुरुङ बहिनी उमा गुरुङ प्रथम पुरस्कार। धन्यवाद।
के गर्ने यहाँ उपस्थित सम्पूर्ण बाबा आमा दाजुभाइ दिदीबहिनीहरूलाई एकदम ध्यान दिएर सुनिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। बाबा आमा दाजुभाइ दिदीबहिनीहरू एकछिन ध्यान दिएर सुनिदिनु होला। सुन्दर बजार तमु समाज स्थापना कालदेखि आजको दिनसम्म आउँदा यो संस्थालाई यो समाजलाई हरेक हामी सदस्यले के कति योगदान गरेको छ भन्ने कुरा यहाँका अग्रज पूर्व कार्य समिति अहिलेको कार्य समितिले एउटा दस्तावेज खडा गरेको छ, एउटा रिकर्ड राखेको छ ताकि त्यो रिकर्ड भनेको तपाईँ हामीलाई एउटा मार्गदर्शन बन्नेछ र हाम्रो भावी पिँढी न्यू जेनेरेसनलाई पनि एउटा प्रेरणाको स्रोत बन्नेछ ताकि मेरो बाजेले, मेरो बाबाले, मेरो आमाले, मेरो दाइले, मेरो भाउजूले यो संस्थाको लागि आर्थिक, भौतिक, नैतिक, बौद्धिक हरेक मोडबाट सहयोग गरेको रहेछ है भन्ने किसिमको एउटा सन्देश प्रवाह गर्नको लागि कार्य समितिले एउटा रिकर्ड तयार गरेको छ। यो रिकर्ड सुनिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। कृपया एकछिन हल्ला नगरिदिनु होला। म सरल नाम सुनाउँछु, तपाईहरूले ध्यान दिएर सुनिदिनु होला र हामीले यसो हल्ला नगरौँ त, दिएर सुनिदिनु होला। यो तपाईँ हामी सबैको एउटा सम्मान पनि हो र उहाँलाई ससम्मान यहाँ आएर सम्मान गरिदिनुको लागि पनि म हार्दिक गर्दछु र मैले जो जसलाई नाम बनाउँछु उहाँहरू यहाँ आएर आइदिनु पनि हार्दिक अनुरोध गर्दछु। र रु ७५,००० भन्दा माथि आर्थिक सहयोग दिने दाताहरूको नाम यस प्रकारको रहेको छ, सुनिदिनुहोस् है। नम्बर 1 गन्जमान गुरुङ, सुन्दरबजार नगरपालिका वार्ड नम्बर 7, उहाँको पुगेको छ 1,48,995। एकचोटि ताली बजाउनु होला। हाम्रो अतिथि संस्कारका बाला गुरुङ र चन्द्र गुरुङ बढी तपाईँहरू जहाँ बढी स्टेजमा आइदिनु होला। ७५,००० भन्दा माथिको आर्थिक सहयोग दिने दाताहरूको नाम मैले पहिलो चरणमा सुनाइसकेँ। नम्बर 1 मा हुनुहुन्छ गन्जमान गुरुङ, सुनबा 7। उहाँले आजको दिनसम्म यो संस्थालाई 1,48,995 रुपियाँ दिनुभएको छ। उहाँलाई मुडी मुडी धन्यवाद। एकचोटि जोरदार ताली बजाएर स्वागत चाहन्छु। यसै गरी दोस्रो नम्बरमा पर्नु भएको छ यसै समाजको पूर्व अध्यक्ष श्री पदबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका 7। उहाँको अहिलेसम्मको आजको दिनसम्म 1,17,105 रुपियाँ। पुनः एकचोटि उहाँलाई धन्यवाद र ताली बजाएर स्वागत गर्न चाहन्छु। त्यसै गरी तेस्रो नम्बरमा हुनुहुन्छ तुलाराम गुरुङ, सुन्दरबजार नगरपालिका वार्ड नम्बर 7। उहाँको आजको दिनसम्म यस संस्थालाई गरेको सहयोग 1,09,663 रुपियाँ। तुलाराम गुरुङ उहाँ हुनुहुन्न भने उहाँको धर्मपत्नी चिजमय गुरुङज्यूलाई म यस स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यसपछि चौथो नम्बरमा रहेको छ यसै समाजको कार्य समितिको महासचिव म आफै उत्तम गुरुङ। मेरो आजको दिनसम्म यो संस्थालाई 1,04,956 रुपियाँ सहयोग पुगेको छ। मलाई पनि धन्यवाद दिन चाहन्छु। एकचोटि ताली बजाइदिनु होला। मलाई पनि हो एकचोटि।
धन्यवाद छ फेरि यसरी बढी बढी दिन ठुलो होस् है ल थ्याङ्क यू यस्तै बढी बढी आएको ए बुढीलाई नि त हजुर त्यसै गरी नम्बर 5 मा पढ्नु भएको छ सुक्कर कृष्णबहादुर गुरुङ र उहाँको श्रीमती माया गुरुङ उहाँको आजको दिनसम्म यस संस्थामा 1,279 रुपैयाँ सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकचोटि ताली बजाएर स्वागत गर्न चाहन्छु। त्यसै गरी 6 नम्बरमा पढ्नु भएको छ श्री देवानन्द गुरुङ सुनप 7 र उहाँको 98,040 रुपैयाँ आजको दिनसम्म सहयोग रहेको छ। उहाँलाई यस स्टेजमा आइदिन म हार्दिक अनुरोध गर्छु। देवानन्द गुरुङ देवानन्द गुरुङ र यसै गरी 7 नम्बरमा पढ्नु भएको छ श्री अमर बहादुर गुरुङ सुनप 7 उहाँको आजको दिनसम्म 95,160 रुपैयाँ। श्री लता गुरुङ बोहारे भानु 1 हाल हङकङ उहाँले रु 92,571 प्रदान गर्नुभएको छ। बहिनी यहाँ हुनुहुन्न र उहाँको बुवा क्याप्टेन बलबहादुर गुरुङज्यूलाई म सम्मान गरिदिनलाई म हार्दिक अनुरोध गर्छु। श्री लता गुरुङ बोहारे भानु 1 हाल हङकङ र उहाँको बहरे र उहाँको पिता यसै समाजका कार्य समितिका सचिव क्याप्टेन बलबहादुर गुरुङलाई हार्दिक अनुरोध गर्छु। श्री अमर बहादुर गुरुङ आएपछि पनि है र यसै गरी मान्छे आइपुग्यो आइन है ल ल ठिक छ अरु के छ आएन र यसै गरी रु 30,000 बाट माथि र 75,000 भन्दा तल सहयोग आजको दिनसम्म आइपुगेको जुन चन्दादाता हुनुहुन्छ उहाँहरूको नाम म सुनाउन चाहन्छु। तपाईहरु जहाँ रहे पनि छिटो भन्दा छिटो स्टेजमा आएर सम्मान ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। नाम सुन्नुस् है 30,000 नागेको र 75,000 ननागेको 20 को मैले नाम सुनाउन गएको छु। नम्बर 1 मा हस्तबहादुर गुरुङ सुनप 6 र उहाँको रहेको छ 69,003 रुपैयाँ। बाबु हस्तबहादुर गुरुङज्यू उहाँ हुनुहुन्न नि उहाँको श्रीमती कोही हुनुहुन्छ आमा कोही कुमारको आमा श्रीमय गुरुङ आमा आउनु भएको छ। ल भए फेरि सुनाइदिनु त्यसै गरी 2 नम्बरमा पढ्नु भएको छ उदय गुरुङ सुनप 7 उहाँको रहेको छ 59,775 र तेस्रो नम्बरमा पढ्नु भएको छ तेजबहादुर गुरुङ सुनप 6 उहाँको 58,899 तेजबहादुर गुरुङ दाजु तेजबहादुर गुरुङ गाई नभए उहाँको श्रीमती र यसै गरी 4 नम्बरमा पढ्नु भएको छ श्री मनसुख गुरुङ सुनप 7 दिदी मनसुख गुरुङ उहाँको 58,195 भएको रहेको छ। मनसुख गुरुङ दिदी मनसुख गुरुङ त्यसै गरी इन्द्रजित गुरुङ हालुके दाजु इन्द्रजित गुरुङ हालुके उहाँको रहेको छ 57,215 पैसा भाउजू छैन है। 6 नम्बरमा पढ्नु भएको छ श्री जितबहादुर गुरुङ सुनप 7 रु 56,796 क्याप्टेन होइन रामलाल ए रामलाल बाबु जितबहादुर गुरुङ ए रामलाल बाबु दाजु सुनप 7 उहाँको रहेको छ 56,796
ताली बजाइदिनु होला। यो संस्थालाई यत्रो सहयोग गर्नुभएको छ चन्दादाताहरू, उहाँलाई हामीले सम्मान गर्नुपर्दछ। त्यस्तै 7 नम्बरमा पढ्नु भएको छ श्री तीर्थमाया गुरुङ 06, बहिनी तीर्थमाया गुरुङ 06, उहाँको रहेको छ 52,090, बहिनी तीर्थमाया गुरुङ। आऊ न आऊ हमारे पूजा आको हमारे का एकरा सुनाइदिनु त अमर बहादुर श्री अमर बहादुर गुरुङ उहाँको 95,160 पुग्नुभएको सहयोग गर्नुभएको छ। उहाँलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु। एकचोटि जोरदार ताली बजाएर स्वागत गर्न चाहन्छु। बहिनी तीर्थमाया गुरुङ उहाँको 52,090 पुग्नुभएको छ, सहयोग गर्नुभएको छ। बहिनी तीर्थमाया गुरुङ यसै गरी नम्बर 8 मा पढ्नु भएको छ श्री वीरेन्द्र सिंह गुरुङ थानसिंह युके, उहाँको आजसम्म 51,155 रुपैयाँ उहाँले दान दिनुभएको छ। र 9 नम्बर पढ्नु भएको छ श्री रेशम गुरुङ 06, उहाँको 50,911, रेशम गुरुङ 06, 50,911 आजको दिनसम्म उहाँको सहयोग रहेको छ। उहाँलाई स्वागत गर्न चाहन्छु, मुरी मुरी धन्यवाद। त्यसै गरी 10 नम्बरमा पढ्नु भएको छ श्री पूर्ण सिंह गुरुङ 05, ए उता ढोरसिङको होला पूर्ण सिंह गुरुङ छैन ढोसी, बुहारी छ उहाँको बुहारी छ भने आइदिनु होला। बुहारी नानी अस्मिता गुरुङ तपाईँ उहाँको रहेको छ 49,990 रुपैयाँ उहाँको दान सहयोग रहेको छ। त्यसै गरी 11 नम्बरमा पढ्नु भएको छ श्री अमर सिंह गुरुङ लामा गुरु, हाम्रो गुम्बाको लामा गुरु, उहाँको रहेको छ 27,890। त्यसै गरी 12 नम्बरमा पढ्नु भएको छ हाम्रो पूर्व अध्यक्ष पनि हुनुहुन्छ धनबहादुर गुरुङज्यू 07, धनबहादुर गुरुङज्यू 07, उहाँको रकम रहेको छ 46,905, धनबहादुर गुरुङज्यू। त्यसै गरी 13 नम्बरमा पढ्नु भएको छ श्री क्याप्टेन जितबहादुर गुरुङज्यू 06, उहाँको सहयोग रहेको छ 46,377, क्याप्टेन जितबहादुर गुरुङ। तपाईँ मञ्चमा आदिमा हात जोड्नु गर्छु। यो सक्ने बित्तिकै यो गरे उत्तम सर यो सही नाच आयो ल यतै आयो शक्ति भइदियो सापै एमाउन्ट एकेर क्याप्टेन जितबहादुर गुरुङ 06, उहाँको दान रहेको छ 46,377। नारायण कृष्ण गुरुङ उहाँको कोही परिवार, नारायण कृष्ण गुरुङ। त्यसै गरी 15 नम्बरमा पढ्नु भएको छ श्री धनबहादुर गुरुङ हाल युके, धनबहादुर गुरुङ हाल युके, रकम 42,310। त्यसै गरी 16 नम्बरमा पढ्नु भएको छ श्री टङ्कबहादुर गुरुङ 06, रु 41,775, टङ्कबहादुर गुरुङ, दाजु टङ्कबहादुर गुरुङ। त्यसै गरी 17 नम्बरमा पढ्नु भएको छ श्री समु गुरुङ 07, समु गुरुङ, रकम रहेको छ 46,990
सामु गुरुङको छोरा यही हो रकम रहेको छ 41,654। यसै गरी पार्वती गुरुङ हाल युके रु 36,787 रुपियाँ। 19 नम्बर अनुसार श्री भीमराज गुरुङ। भीमराज गुरुङ सुनपस 6 रकम छ 36,520। यसै गरी श्री क्याप्टेन बलबहादुर गुरुङ सुनपस 6 रु 35,651। ताली बजाउनु होला 35,681 रुपियाँ। यसै गरी 21 नम्बर पाउनु भएको छ श्री क्याप्टेन पूर्णबहादुर गुरुङ सुनम्बर 7 उहाँको 35,270 रुपियाँ। क्याप्टेन पूर्णबहादुर गुरुङ। यसै गरी 22 नम्बरमा पाउनु भएको छ सुब्दार खम्मसिंह गुरुङ सुनम्बर 7 रु 34,757 रुपियाँ। सुब्दार खम्मसिंह गुरुङको श्रीमती कहाँ जानुभयो? नानीमाया गुरुङ। दिदी आइदिनु होला। यसै गरी 23 नम्बरमा पुग्नु भएको छ श्री चन्द्रबहादुर गुरुङ सुनम्बर 7 सुत रु 34,331 रुपियाँ। 34,331 रुपियाँ। यसै गरी 24 नम्बर पाउनु भएको छ श्री रूपबहादुर गुरुङ सुनम्बर 6 रकम रहेको छ 34,326 रुपियाँ। रूपबहादुर गुरुङ भाइ रूपबहादुर गुरुङ। उहाँको श्रीमती आइदिनु होला। रूपबहादुर गुरुङ रु 34,326 रुपियाँ। 25 नम्बर पाउनु भएको छ श्री दिलबहादुर गुरुङ युके रु 32,245। त्यसै गरी 26 नम्बर पाउनु भएको छ श्री गौतम गुरुङ सुनम्बर 7 रु 32,220। गौतम गुरुङ सन्जी गौतम गुरुङ नभए उहाँको श्रीमती आइदिनु होला। त्यसै गरी 27 नम्बरमा पाउनु भएको छ श्री चन्द्रबहादुर गुरुङ। अर्को चन्द्रबहादुर गुरुङ रु 31,276 रुपियाँ। 28 नम्बर पाउनु भएको छ श्री सुख गुरुङ वार्ड नम्बर 6 रु 30,750। पहिले सुखमाया गुरुङ वार्ड नम्बर 6 30,750। गौतम गुरुङको श्रीमती आउनु भएको छ पहिले सुखमाया गुरुङ। 29 नम्बर पाउनु भएको छ श्री गोरे गुरुङ वार्ड नम्बर 6 रु 30,660। मनसुबा गुरुङ दिदी आइदिनु। गोरे गुरुङ सुखमाया गुरुङ सुखमाया गुरुङ 30,750। सुखमाया गुरुङ 30,750। श्री गोरे गुरुङ रकम 30,660 र 30 नम्बरमा अन्तिममा हुनुहुन्छ श्री लालकाजी गुरुङ वार्ड नम्बर 7 रु 30,230। लालकाजी गुरुङ हाम्रो नेत्र भाइको बुवा लालकाजी गुरुङ सुनम्बर 7 उहाँको श्रीमती आउनु भएको छ लालकाजी गुरुङ। र हाम्रो अब सांस्कृतिक कार्यक्रम अगाडि बढ्न गइरहेको छ। सांस्कृतिक कार्यक्रमको लागि दीपिका टोलीहरू यहाँ स्टेजमा आइसकेको छ।
कलाकार सानो सानो नानीहरूलाई मुरी धन्यवाद दिन चाहन्छु र त्यसै गरी हाम्रो यस 54 साल कार्यक्रमको विशेष अतिथिको रूपमा हामीले भर्खरै मात्रै यसै सुन्दरबजार नगरपालिका स्थित फ्युचर स्टार आवासीय माविका संस्थापक डाइरेक्टर जो यस सुन्दरबजार नगरपालिकाको एउटा शैक्षिक हबको रूपमा हाम्रो छोरा नाति हाम्रो छोरा छोरीलाई एउटा उच्च शिक्षा भनेको एउटा चेतना हो। शिक्षा नै यो देशको र मानव सभ्यताको एउटा पहिचान हो। त्यो एउटा शैक्षिक हबको रूपमा यो सुन्दरबजार नगरपालिकालाई जुन किसिमले उहाँले शैक्षिक क्षेत्रमा जुन गरेको योगदान र यो सुन्दरबजार तमु समाजलाई बितेका दिनहरूमा बितेका वर्षहरूमा धेरै कुरामा सहयोग गर्नुभएको छ। कहिले उहाँले खातामा स्पोन्सर गर्नुभएको छ, कहिले आर्थिक रूपमा सहयोग गर्नुभएको छ। हरेक दृष्टिकोणबाट उहाँ सुन्दरबजार तमु समाजको हरेक सदस्यको मन मस्तिष्कमा उहाँ रहनु भएको छ। उहाँको सहयोग अनिवार्य रूपमा
भइरहेको छ र भावी दिनमा पनि उहाँको सहयोग यो संस्थाको लागि अपहारे रहनेछ भन्ने हामीले सोचेका छौँ र ढिलै भए पनि हाम्रो निमन्त्रणालाई स्वीकारेर यहाँ आइदिनु भएको छ र उहाँलाई यस सुन्दरबजार तमु समाजले आयोजना गरेको तमु लोसारको पावन अवसरमा शुभकामनाका 2 शब्द राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। कार्यक्रम 2074 को पावन अवसरमा आयोजित यस कार्यक्रमका श्रद्धेय अध्यक्ष ज्यू, उपस्थित अन्य महानुभावहरू र आदरणीय बुवामा दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो यो तमु लोसारको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र वास्तवमा हामी नेपाली भएर बाँच्नको लागि, हामी नेपाली भएर नेपालीको पनमा आफ्नो मौलिकता दिनको लागि जुन आफ्नो विभिन्न जात जाति धर्म संस्कृति अनुसार हाम्रो आफ्नो किसिमले हाम्रा विभिन्न आफ्नो जातसँग आबद्ध भएका छौँ, आफ्नो रीतिरिवाजसँग आबद्ध भएका छौँ। आफ्नो रीतिरिवाजलाई बचाइराख्नको लागि हामी सबैले आफ्नो क्षेत्रबाट आफ्नो रीतिरिवाजलाई बचाइराख्न र यसको संवर्धन गर्नको लागि हामी आफ्नो किसिमले गरिरहेका छौँ। त्यसमा यो तमुहरू, गुरुङ, अन्य जात जातिको बरु त्यति देखिँदैन, तर यो तमु गुरुङ जात जाति तपाईँहरूको यो संस्कृति यो रीतिरिवाजलाई जोगाइराख्ने क्रममा यहाँहरू अगाडि हुनुहुन्छ। यसको लागि मैले धन्यवाद दिन चाहन्छु र यसको लागि यहाँहरूले यस्ता कार्यक्रम अझै अगाडि बढाउने र आफ्नो रीतिरिवाजलाई अगाड्दै जाने र रीतिरिवाजलाई आफ्नो संस्कार र विधि विधान अनुसारका मान्दै जाने गर्नुहुनेछ भन्ने मैले मानेको छु। र जुन आज मलाई यो यहाँहरूको तमु लोसारको पावन अवसरमा बोलाएर 2 शब्द राख्ने जुन मौका दिनुभयो, यो आयोजक कमिटीलाई धन्यवाद दिन चाहन्छु। र यो सुन्दरबजार नगरपालिका स्थित यहाँहरू जो स्थित हुनुहुन्छ, जहाँ जहाँ रहनु भएको छ, देश विदेशमा रहनु भएको छ, यहाँ रहनु भएको छ, यो सबैलाई तमुको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मेरा केही भनाइहरू केही अन्त्य गर्न चाहन्छु। र यो सुन्दरबजार नगरपालिका साङ्दो बौद्ध गुम्बा र फ्युचर स्टार आवासीय माविको समग्र सम्बन्ध रहोस् र यस अवस्थामा यो संस्थालाई आवश्यक परेको सहयोग गर्ने र आफ्नो बुदाले भ्याइसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय तमु। चन्दा दान दिनुहुने ज्येष्ठ नागरिकहरू भविमय गुरुङ, उहाँले 5050 रुपियाँ दिनुभएको छ। म उहाँलाई स्टेजमा आउन चाहन्छु र उहाँलाई सम्मान गरिदिनको लागि यस कार्यक्रमका अध्यक्ष सुरनबहादुर घरेजुलाई म हार्दिक अनुरोध गर्दछु। उहाँ भविमय गुरुङको उहाँ नभएको खण्डमा उहाँको छोरा बुहारी जो चाहिँ पनि आएर यहाँ सम्मान ग्रहण गर्न सक्नुहुनेछ। त्यसै गरी पुरमय गुरुङले 5050 दिनुभएको छ, उहाँलाई पनि म सम्मान ग्रहण गर्नको लागि मञ्चमा आमन्त्रण चाहन्छु। त्यसै गरी सुखमय गुरुङ, उहाँले पनि 5050 दिनुभएको छ। ज्येष्ठ नागरिक आदरणीय आमा, तपाईँहरू मञ्चमा आइदिनु म हार्दिक अनुरोध गर्छु र उहाँलाई सम्मान गरिदिनु लागि म अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। फेरि मैले पुनः एकचोटि भन्न चाहेँ, भविमय गुरुङ आमाले 5050 रुपियाँ दान दिनुभएको छ। त्यसै गरी पुरमय गुरुङ 5050 रुपियाँ दान दिनुभएको छ। त्यसै गरी सुखमय गुरुङ उहाँले 5050 रुपियाँ दान दिनुभएको छ। उहाँलाई पनि सम्मान गरिदिनुमा हार्दिक हुन्छु। सबैले ताली बजाइदिनु ल, ताली बजाइदिनु ल। हाम्रो ज्येष्ठ नागरिक भनेको हाम्रो आमा बुवा हुनुहुन्छ, हाम्रो भगवानको रूपमा हुनुहुन्छ। उहाँलाई ताली बजाएर स्वागत गरिदिनु म हार्दिक अनुरोध गर्छु। र अब हामी कार्यक्रमको औपचारिक कार्यक्रमको अन्तमा आइसकेका छौँ।
र आजको यस सुन्दर बजार तमु समाजले आयोजना गरेको तमु लोसार 2074 को कार्यक्रमलाई समुद्घाटन गर्नको लागि म यसै समाजको अध्यक्ष र आजको यस कार्यक्रमको सभापति श्री सुदर्शन बहादुर घलेजुलाई माइक हस्तान्तरण गर्दै अब अर्को आउने सांस्कृतिक कार्यक्रमको कार्य प्रस्तुति गरिदिनको लागि यसै समाजको उपाध्यक्ष श्री सुखमय गुरुङलाई यो माइक्रोफोन हस्तान्तरण गर्दै म पनि यहाँबाट बिदा हुन चाहन्छु र कार्यक्रम सञ्चालन गर्ने क्रममा काहीँ कतै गल्ती हुनु गएमा तपाईँकै भाइ छोराको नाताले क्षमा दिनु हुनेछ भन्ने आशाको साथ बिदा हुन्छु। जय तमु लोसार, जय आसिमाला। तमु लोसारका प्रमुख अतिथि, विशिष्ट अतिथि र सम्पूर्ण अतिथिगणहरू र गुम्बा व्यवस्थापन समितिका अध्यक्षज्यू, लामा गुरु, सम्पूर्ण तमु समाजका कार्य समितिज्यूहरू, आफ्नो पदमा रहनुभएका कार्य समितिज्यूहरू, आमा अध्यक्ष, बुबु आमा अध्यक्षज्यूहरू, बाबा अध्यक्षज्यूहरू र इलाका प्रहरी बाट आउनुभएका सरहरू र सम्पूर्ण उपस्थित हुनुभएको तमु समाजका सदस्यज्यूहरू र देश विदेशमा रहनुभएको सम्पूर्ण तमु परिवारलाई मेरो तर्फबाट र तमु समाजको तर्फबाट आज नयाँ वर्गको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। आज हाम्रो लागि एक दिन खुसीको दिन हो। आज नयाँ वर्ष 2074 चरा वर्गलाई बिदाई र कुकुर वर्गलाई स्वागतम। यो यस सालको कुकुर वर्गले सम्पूर्ण तमु समाजहरू नयाँ मार्गमा जाओस्, कुनै प्रकारको पीर कष्ट नलागोस्, कुनै आपत्ति आइ नपरोस्। यस नयाँ सालले यो नयाँ कुकुर वर्गले सम्पूर्ण तमुहरूको रोग व्याध कष्ट होस् भनी म फेरि पनि पुनः कुकुर वर्गलाई स्वागतम गर्न चाहन्छु। यो लोसार पर्व किन मनाइन्छ भन्ने कुरा यो एकदम मिठो मसिनो खाने, एक दिन जमघट भएर बातचित गर्ने, नाच्ने मात्रै होइन। यो पर्व एकदम महत्त्वपूर्ण पर्व हो, किनभने यो पर्वलाई हाम्रो अग्रजहरूले, हाम्रो बुद्धिजीवीहरूले, हाम्रो नेताहरूले अनेक लडाइँ लडेर, युद्ध लडेर, अनेक इतिहास सरकारसँग प्रस्ताएर यो पर्वलाई अहिले नेपाल सरकारले पनि मान्यता दिएको छ। यो नेपाल सरकारसँग युद्ध गरेर नेपाल सरकारबाट छानबिन भएर हाम्रो इतिहास हो। तमुहरूको चाड, यो चाड पक्कै नै यस्तो चाड रहेछ। यसको इतिहासलाई प्रस्ताइकन आज सरकारबाट, नेपाल सरकारबाट पनि हामीलाई सार्वजनिक बिदाको घोषित भएको छ। योभन्दा पहिला केही थाहा थिएन। हामी कुहिरोको काल, यता गए पनि अँधेरो, उता गए पनि अँधेरो, केही मतलब थिएन। तर हाम्रो अग्रजहरू, हाम्रो बुद्धिजीवीहरू, हाम्रो नेताहरूले हाम्रो हिस्टोरी, हाम्रो इतिहासलाई केलाएर सरकार समक्ष पेश गर्यो। उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँहरूकै बाटोमा हामी अहिले यो लोसार मनाउँदैछौँ। लोसार पर्व के हो, लोसारबाट के फाइदा छ? लोसार हाम्रो रीतिरिवाज अनुसार हाम्रो वेशभूषा, चालचलन, हाम्रो संस्कृति, हाम्रो आधार, हाम्रो मान मर्यादा
कसरी मान मर्यादा राख्ने, हाम्रो चालचलन के हो, हाम्रो वेशभूषा के हो, यो सब चिजलाई यसमा समेटिएको छ। हामीले कसलाई सम्मान गर्नुपर्छ, यो चिज जसले अहिले बिहानदेखि अहिलेसम्म हामीले यही कार्यक्रमलाई सञ्चालन दिइरहेको छौँ। ल त ज्यादा धेरै कुरा नभनिकन म आफ्नो छोटो वक्तव्य यही समाप्त गरी आजको पहिलो उद्घाटन म यही समापन गर्नुको अनुमति लिन्छु। हाम्रो कार्यक्रम 11:55 निरन्तर रहिरहनेछ। यस टाइममा कोही पनि समाज आजको एक दिन घर जाने होइन। जब 12 बजेर हाम्रो गुम्बामा दियो बालेर मात्रै जाने हो र भोलि हाम्रो पुर्खा हाम्रो पितृहरूको नाममा दियो जलाएर मात्रै हामी जाने। हाम्रो नयाँ सालले हामीलाई सदा सुखी शान्ति रहोस् भनेर हामीले एउटा गुम्बामा ठाडो बत्ती बाल्ने, भगवान बुद्धको नाममा बत्ती बालेर मात्रै जाने हो। तपाईँहरू अहिले हाम्रो टाइम धेरै छ, हाम्रो प्रोग्रामहरू पनि धेरै, आदि पनि हाम्रो प्रोग्राम सकिएको छैन। तपाईँहरू धैर्य भएर बस्नुहोस्। हाम्रो सांस्कृतिक कार्यक्रम अलाउ छ। हाम्रो हरेक हाम्रो सिड्युलको मुताबिक हामी अलिकति लेट हुन गयो, त्यसमा म क्षमा पनि माग्न चाहन्छु। तर हाम्रो कार्यक्रम निरन्तर 11:55 सम्म रहिरहन्छ। कोही पनि बाबा आमा इष्टमित्र दिदीभाइ दाजु बहिनीहरू सबै यहाँ आज नाचगान मनोरञ्जन गरेर भगवान बुद्धको नाममा बसेर हाम्रो पितृको नाममा बत्ती बालेर मात्रै जानु होला भन्ने म विनम्र अनुरोध गर्छु। र यो पहिलो सत्रमा उद्घाटन सत्र यही समापन भएको अनुरोध गर्दछु। हस्त धन्यवाद। जितबहादुर गुरुङज्यूको सम्पूर्ण परिवारलाई यहाँ आइदिनु हुन म अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी क्षेत्रबहादुर गुरुङज्यूको परिवारलाई पनि यहाँ आएर आफ्नो हामीले त्यस पछाडि कृष्ण चरित्र नाच हामीले प्रस्तुत गर्दैछौँ एकछिन पछाडि। र आदरणीय हाम्रो खेप राईलाई अहिले हामीसँग बसिदिनु हुन म अनुरोध गर्न चाहन्छु। यो तमुहरूको महान पर्व लोसारको यो हामी च्यालोलाई बिदाई, खिलोलाई स्वागत गर्ने र हाम्रो तमुहरूको महान पर्व लोसारको हामी पावन अवसरमा हामी उपस्थित छौँ। र हामी दिनभरि विभिन्न कार्यक्रमको सिलसिलामा हामी अहिले साँझमा हामी उपस्थित छौँ। अब हामी यहाँहरूसँग खाना खाँदै अनि पेट भराउँदै हामी विभिन्न सांस्कृतिक कार्यक्रममा हामी मनोरञ्जन गर्नेछौँ। र त्यसै क्रममा यहाँ मलाई यो हाम्रो संस्कृति सम्बन्ध 2 शब्द भनिदिनु भन्ने हाम्रो सञ्चालिका बहिनी सुकमय गुरुङज्यूबाट उद्घोष बमोजिम। सर्वप्रथम सबै समस्त हाम्रो सुन्दर बजारका तमु समाजका दाजु आदरणीय श्रद्धेय बामा दाजुभाइ दिदीबहिनीहरू, हाम्रो अतिथिज्यूहरू सबैलाई तमुहरूको महान पर्व यो लोसारको पुनित शुभ अवसरमा म व्यक्तिगत तर्फबाट र यो तमु समाजको तर्फबाट सबैलाई हार्दिक स्वागत एवं अभिवादन टक्राउन चाहन्छु। र हामीले विभिन्न कार्यक्रम गर्ने सन्दर्भमा हामीले अहिले सांस्कृतिक कार्यक्रम गर्ने तर्फ हामी उन्मुख हुँदैछौँ। र अहिले यो तमुहरूको एउटा संस्कार हामी साँच्चै यो सुन्दर बजारमा अहिले सारा ठाउँबाट 2, 3, 4, 5 जिल्लाबाट हामी बसाइ सराइ गर्दै सुन्दर बजारमा तमु समाजमा हामी आबद्ध भएका छौँ। र तमु समाजको यो लोसार पर्वमा हामी अहिले मनोरञ्जन अथवा यो आबद्ध भइरहेका छौँ, मनाइरहेका छौँ। र यो हामी साँच्चै अहिले मैले बोल्दैछु, म अहिले गुरु भाषा जान्दै पनि मैले नेपाली भाषा युज गर्दैछौँ, नेपाली भाषामा बोल्दैछु। त्यसैले म के अनुरोध गर्न चाहन्छु भने हाम्रो साँच्चै प्या मयै विषय, हाम्रो प्या मयै विषय, छ्या मयै विषय, प्या मयम, प्या मयै विषय, निमयम, त्यो अर्थले चाहिँ हामी हाम्रो जातिको चाहिँ भाषा विशेष गरेर उहाँहरू भन्दैन हाम्रो संस्कार रीतिरिवाज र हाम्रो भाषा बिर्सनु भएन। यहाँहरूले जुन
सायद यहाँहरू चाहिँ गुरुङ भाषा नबुझ्ने मलाई चाहिँ लाग्दैन। कमैले मात्र हुनुहुन्न सायद सबैले गुरुङ भाषा बुझ्नुहुन्छ, तर यहाँहरू गुरुङ भाषालाई पछाडि पार्दै लात मार्दै यहाँहरू चाहिँ इङ्ग्लिस र गुरुङ भाषा के अरे नेपाली भाषा यहाँ बोल्दै हुनुहुन्छ। यो हाम्रो तमु भाषा भनेको एकदमै लोप उन्मुख। हामी यो पछि म गुरुङ भाषा सिक्छु भने पनि हामी पाउँदैन। त्यसकारण तपाईँहरू चाहिँ गुरुङ भाषामा चाहिँ बोल्ने गर्नुहोस् र आफ्नो बच्चा बच्चीहरू पनि विभिन्न अहिलेको चाहिँ युगमा इङ्ग्लिस भाषा अनिवार्य छ, नेपाली भाषा हाम्रो देशको राष्ट्रिय भाषा र तमु भाषा भनेको हाम्रो मातृभाषा। यसलाई चाहिँ नबिर्सिकन यो सबैले यो तिनवटा भाषालाई हामीले सँगसँगै लानुपर्ने जरुरी छ। त्यसकारण चाहिँ हामी आफ्नो भाषालाई पनि नबिर्सौँ। हामी आज एक दिन हामी एउटा खदा लाउँछौँ, भाँडा लाउँछौँ, गुनियो चोलो लाउँछौँ, फरिया लाउँछौँ, चोलो लाउँछौँ, फेरि भोलिको दिनमा त्यो सबै बाकसमा थन्काएर त्यो एकछिन झलक मात्र होइन। त्यसकारण चाहिँ म के भन्नु, म अहिले लगाएको पनि छैन। त्यसकारण चाहिँ एकछिन लगाएर तमु हुने, नलाएर तमु हुने होइन। साँच्चै यो हाम्रो हृदयदेखि सधैँभरि लाउने, सधैँभरि बोल्ने, सधैँभरि त्यो हाम्रो संस्कार संस्कृतिमा हामीले जोगाउनुपर्छ भन्ने मलाई लाग्छ। त्यसकारण चाहिँ हामीले कृत्रिम संस्कार संस्कृति बनाइरहेका छौँ, बाध्यताको चाहिँ संस्कृति बनाइरहेका छौँ। हामी चाहिँ जबरजस्ती हाम्रो चाहिँ तमुहरूको महान पर्व भनेर हामी जबरजस्ती मनाइरहेका छौँ। किन त हाम्रो अर्थ यहाँहरूले बुझ्नु भएको छैन। त्यसकारण चाहिँ यसलाई बुझ्ने प्रयास गरौँ। मैले अहिले धेरै कुरो भन्न चाहन्न र अहिले यो संस्कृतिको सम्बन्धमा मैले केही कुरा भन्नु पर्दाखेरि हाम्रो रीतिरिवाज संस्कार, हामी साँच्चै जन्मजात बौद्धिस्ट हौँ। हामी किन बौद्धिस्ट हौँ भने हामी लामा घ्याब्रे सुरुदेखि जन्मदेखि लामा घ्याब्रे प्रयोग गर्छौँ, अन्त मर्नेसम्म चाहिँ हामी लामा घ्याब्रे प्रयोग गर्छौँ। हामी के हो त भने साँच्चै हामी बौद्धिस्ट हो। हामी बौद्धिस्ट संस्कार छौँ, आफ्नो आफ्नो चलन चल्ती रीतिरिवाज छ। तर हामी कोही क्रिस्चियन, कोही हिन्दू, कोही बौद्ध, सबै छ्यासीमिसी छौँ। हामी मतलब छ्यासीमिसीमा हामीले धर्म मान्दैछौँ, सबै धर्म हामी। तर हामी धर्मनिरपेक्ष देश हो, तर पनि हामी आफ्नै संस्कार चाहिँ अटोमेटिकली हामी त्यो जातले पनि जनाउँछ, संस्कारले पनि जनाउँछ। र अर्को कुरो, हामी अहिले यहाँ विभिन्न अहिले डिस्को सिस्को लगाइदियो भने यहाँ सबैको कान ठाटो भएर सबैको चाहिँ निन्द्रा पनि हराउँछ। तर हाम्रो गुरुङ जातिहरूको चाहिँ घाँटो नाच्यो भने सबै घरतिर जानुहुन्छ। गुरुङहरूको कृष्ण चरित्र सोरेटी नाच्यो भने सबै घरतिर जानुहुन्छ। छ्या के देखायो त्यस्तो घिनलाग्दो, त्यो हेर्नै नहुने, त्यो ढिलो। हाम्रो जातै ढिलो, संस्कारै ढिलो, हाम्रो आफ्नै पहिचान छ। त्यहाँ चाहिँ त्यो तपाईँहरूले बुझ्नु भएको छैन। म त्यसरी चाहिँ यहाँहरूलाई चाहिँ आफ्नो संस्कार, भाषा, वेशभूषा नबिर्सिनु होला। तर अहिले मलाई के मानिमा खुसी छ भने अहिले हाम्रो गुरुङहरूको वेशभूषा सबै चलचित्रमा, सबै सांस्कृतिक कार्यक्रममा हामीले गुरुङले भन्दै अरू जातले देखाइरहेको छ। त्यो चाहिँ राम्रो कुरो भएको छ। त्यो हाम्रो गुरुङको पहिचान चाहिँ अरूले पनि ध्यान दिएको छ। गुरुङको सट्टामा त्यो ठुलो एउटा गौरवको कुरा हो। त्यसमा चाहिँ अब हामी यो गुरुङहरूको चाहिँ एउटा सोरठी, घाँटो, चुड्का, ठाडो भाका, यानीमय, सानीमय विभिन्न किसिमको भाकाहरू छ। र त्यसैसँग हामीले अरू चाहिँ सबै संस्कार देखाउन चाहिँ पनि अहिले हामीले थोरै मात्रामा झलक एउटा घाँटो नाचको 12 मासे घाँटो नाच प्रस्तुत गऱ्यौँ। त्यसपछि अहिले हामी एउटा के अरे कृष्ण चरित्र नाच हामीले प्रस्तुत गर्दैछौँ। त्यो कृष्ण चरित्र चाहिँ हाम्रो एउटा गुरुङहरूको विभिन्न चाहिँ एउटा दसैँको एउटा के अरे ग्रह हो, एउटा भैँसीको टाउको काटेर भोज हुने बेलादेखि सुरुवात गरेर त्यो चाहिँ हामी यो माघ फागुनमा पूजा गरेर धुर्याउने चलन थियो। र त्यो चाहिँ हामीले नगरिकन पनि हामीले अहिले एउटा चाहिँ सानो झलक 15 मिनटको यहाँहरूलाई आफ्नो झ्याउ लागि पनि आफ्नो संस्कार एकपल्ट हेर्ने प्रयास गरौँ। यही अनुरोध गर्दै म यहाँहरूसँग अहिले बिदा हुन्छु। र हाम्रो टिम यो अहिले कृष्ण चरित्र टिमको गुरुबा म हर्क गुरुङ मामालाई म अनुरोध चाहन्छु स्टेजमा आइदिनु होला। र त्यस्तै गरेर के अरे बाँचो चन्द्रबहादुर गुरुङ तपाईँ पनि आइदिनु होला। र त्यसै साथीहरू हाम्रो माधवको गुरुङ हाम्रो विष्णु गुरुङ आइसक्नु भएको छ। र त्यस्तै गरी जितु गुरुङ आइदिनु होला। हाम्रो नाच्नेमा सहयोग गर्न के अरे असिल गुरुङ, फुलसुङ्गे, मारुनीमा चाहिँ सम्राट गुरुङ र साधन गुरुङ। त्यस्तै गरी हाम्रो यो टिममा सहयोग गर्ने हाम्रो के अरे सुनगौरी गुरुङ अथवा नरकुमारी गुरुङज्यू, अनि के अरे धनकौरी गुरुङ, अनि त्यस्तै गरेर हाम्रो आचेमा टिम आमा आचेमा आउनु होला। तपाईँको टिम मैले सबैले नाम भन्न सकिनँ, आउनु होला। हाम्रो टिम सबै छिटो स्टेजमा आइदिनु होला।
सहयोग गरौँ है जस्तो गरौँ नौरंगी फूलैले
राम्रो नृत्य प्रस्तुत गरेर गइसक्नु भएको छ हाम्रो स्टेजबाट। एउटा खुसीको खबर भर्खर मात्र यहाँले देख्नुभएको होला, हाम्रो नानी शिरीषासँग नाच्दै हाम्रो यस समाज तमु समाजका अध्यक्ष सुबेदार रणबहादुर घलेज्यू र उहाँले चाहिँ हाम्रो सुन्दरगञ्ज नगरपालिका स्थित भोटेउडार फ्युचर स्टार आवासीय बोर्डिङ स्कुलका संस्थापक डाइरेक्टर निर्देशक बाबुराम पौडेलज्यूबाट हाम्रो यो समाजको लागि अघि 2000 रुपियाँ, केही समय अगाडि 2000 रुपियाँ र अहिले भर्खर मात्र एकमुष्ट 9000 गरी जम्मा 11000 रुपियाँ यो समाजलाई अथवा यो नृत्यलाई मन पराएर उहाँले हामीलाई यो चन्दा प्रदान गर्नुभएको छ। त्यसैले उहाँलाई हामी सम्पूर्ण तमुवासी समूह तमु समाजका तमुवासीहरूले धन्यवादको ताली एकपटक घटघटाउ बजाइदिनु होला। र उहाँ आदरणीय सर बाबुराम पौडेलज्यूलाई एकछिन सम्मानको लागि यो स्टेजमा आइदिनुमा अनुरोध गर्दछु। मुरी धन्यवाद। र त्यसै गरी यो बहिनी श्रीषा गुरुङको नृत्यलाई मन पराएर आमाबाट रु 120 र श्रीषा गुरुङको बाबाबाट हाम्रो पुरन गुरुङज्यू तमु होटलका पुरन गुरुङज्यूबाट रु 500 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि सबैलाई एकमुष्ट सबैले ताली बजाएर स्वागत गरिदिनु होला। एकपटक मसाज पनि हुन्छ, स्वास्थ्य पनि हुन्छ, मजाले ताली बजाइदिनु होला। अहिलेसम्म हाम्रो बाबुराम पौडेलज्यू जुन फ्युचर स्टार बोर्डिङ आवासीय बोर्डिङ स्कुलका डाइरेक्टर हुनुहुन्छ, सञ्चालक हुनुहुन्छ, त्यस्तै गरी इन्साइड भिजिटको पनि उहाँले अहिलेसम्म पटक पटक गरेर रु 50,000 रुपियाँ प्रदान गरिसक्नु भएको छ। 50,000 रुपियाँ उहाँलाई हाम्रो आमा समूहका अध्यक्ष चन्द्र कुमारी गुरुङ, अध्यक्षज्यू सुबेदार रणबहादुर घलेज्यूले स्वागत गर्दै हुनुहुन्छ। उहाँहरूलाई हाम्रो 50,000 चाहिँ पटक 50,000 रुपियाँ चाहिँ सहयोग गर्नुहुने हाम्रो फ्युचर स्टार आवासीय बोर्डिङ स्कुल भोटेउडा र इन्साइड भिजन बोर्डिङ स्कुलका डाइरेक्टर बाबुराम पौडेलज्यूले अहिलेसम्म हाम्रो संस्थालाई रु 50,000 रुपियाँ प्रदान गरिसक्नु भएको छ पोहोर पराल अहिले गरेर। र उहाँलाई धेरै धेरै धन्यवाद। उहाँ तमु समाजको हाम्रो तमु जातिको वेशभूषा भाङ्रा लगाएर जाँदै हुनुहुन्छ हाम्रो माझबाट। र अनि भर्खर मात्र यो वर्ष प्रवेश गर्दै हुनुहुन्छ हाम्रो तमु समाजमा सुन्दरगञ्ज नगरपालिका वडा नम्बर 6 निवासी क्षेत्रमान गुरुङज्यू उहाँले यो समाजको लागि उहाँको तर्फबाट 5,550 रुपियाँ 5,055 रुपियाँ प्रदान गर्नुभएको छ। क्षेत्रमान गुरुङ कहाँ हुनुहुन्छ उहाँ आइदिनु होला, क्षेत्रमान गुरुङ आइदिनु होला। र उहाँलाई चाहिँ आमा समूहको अध्यक्ष चन्द्र कुमारी गुरुङले स्वागत गरिदिनु होला, सम्मान गरिदिनु होला। म उहाँलाई अनुरोध गर्न चाहन्छु। उहाँ हुनुहुन्छ क्षेत्रमान गुरुङ। उहाँ भर्खरै मात्र यो तमु समाजमा प्रवेश गर्दै हुनुहुन्छ, यही लोसारबाट प्रवेश गर्दै हुनुहुन्छ। उहाँले चाहिँ हाम्रो यो समाजलाई हाम्रो प्रवेश शुल्क बाहेक उहाँले चाहिँ 5,055 रुपियाँ भर्खर प्रदान गर्नुभएको छ। यो अवसरमा उहाँलाई धेरै धेरै बधाई र तालीबाट एकपल्ट उहाँलाई धन्यवाद दिनु होला।